आदरणीय कृषकवृन्द नमस्कार। स्वागत छ कृषि मौसम सल्लाह बुलेटिनमा। म हुँ बद्री गौतम। यो बुलेटिनमा खास गरी तपाईहरुले गर्ने खेतीपातीलाई मौसमको सम्भावित अवस्थासँग जोडेर सम्भावित समस्या र त्यसका समाधानका बारेमा जानकारी दिने प्रयास गर्छौं। सुरुमा यो वर्षको मौसम। यसपालिको मनसुनी अर्थात् जेठ 18 देखि असो 14 गतेसम्मको 4 महिनाको मनसुन याममा देशका धेरैजसो स्थानमा कम पानी पर्ने सम्भावना छ। यसपालि जेठ 15 गतेदेखि साउन 15 गतेसम्म हेर्दा मनसुनको पहिलो आधा समय सुक्खा हुन सक्ने सम्भावना छ। पानी नपर्ने मात्र होइन, देशभर गर्मी बढ्ने सम्भावना पनि उत्तिकै छ। अब यो साताको मौसमको चर्चा गरौँ। यो साता हिमाली भूभागमा साताभरि केही स्थानहरूमा हावाहुरी र गड्याङगुडुङ सहित मध्यमसम्मको हिउँ र पानी पर्ने सम्भावना छ। पहाडी भूभागमा साताभर धेरै स्थानमा मेघगर्जन र हावाहुरी सहित मध्यमसम्मको असिना पानीको सम्भावना देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा 1-2 स्थानमा ठूलो पानी पर्न सक्छ। यो साता तराईका भूभागका केही स्थानहरूमा गड्याङगुडुङ र हावाहुरी सहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी त भए मौसम सम्बन्धी जानकारी। अब लागौं कृषि प्रसङ्गतिर। यसपालि विगतमा भन्दा कम पानी पर्न सक्ने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 जस्ता धानका जातहरूको जोहो गर्नुहोला। अहिलेको बेला आकाशे पानी सङ्कलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्। सुक्खा तथा हिले छरुवा धान खेती पालै पालो भिजाउने र सुकाउने सघन धान खेती गर्ने प्रविधिहरू अपनाउनुहोस्। माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भएसम्म छापो अथवा मल्चिङ प्रयोग गर्नुहोस्। सबै प्रकारका बाली लगाउनुभन्दा पहिला जमिन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोला। यस साता पनि 1-2 स्थानमा ठूलो पानी पर्ने समेत सम्भावना रहेकाले मकै, मुङ लगायत तरकारी तथा फलफूल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्। यो साता पनि पानी पर्ने क्रम जारी रहेकाले मध्य पहाडमा लगाइएको गहुँ बाली खेतमा नछोडी भित्राइहाल्नुहोस्। गहुँ लगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषिका अवशेषहरू नजलाइदिनुहोला। हरियो मल लगाउने उपयुक्त समय भएकाले पछि धान रोप्ने खेतमा ढैँचा, सनै, मुङ जस्ता घाँसहरू लगाउनुहोस्। रासायनिक मलको मात्रा कम गर्न र माटो पनि स्वस्थ बनाउन मद्दत पुग्ने विज्ञहरूको सुझाव छ। फलफूल तथा तरकारी बालीहरूमा लाग्ने रोग किरा मार्न पाएसम्म जैविक विषादीहरू प्रयोग गर्नुहोस्। रासायनिक विषादी प्रयोग गर्नै परेमा एउटै विषादी लगातार प्रयोग नगरी आलोपालो गरी फरक फरक विषादीहरू प्रयोग गर्नुहोला। खाना तयार भएका फलफूल तथा तरकारी बालीहरू बिहान शीत ओभाएपछि मात्र टिप्नुहोस्। काँक्रो, फर्सी समूहको लहरे बालीमा पाउडरी मिल्ड्यूको उपचार गर्न सल्फरयुक्त विषादी डाइनोक्याब 1.5 ml 1 लिटर पानीमा घोलेर पात भिज्ने गरी 7 देखि 10 दिनको फरकमा 2 देखि 3 पटकसम्म छर्कनुहोस्। लहरे बालीमा लाग्ने शीत ढुसी रोग व्यवस्थापनका लागि रोगग्रस्त तल्लो र पुराना पातहरू हटाई मेन्कोजेब वा मेटाल्याक्जिल युक्त विषादी 2 ग्राम 1 लिटर पानीको दरले पातहरू भिज्ने गरी हप्ता दिनको फरकमा 2 देखि 4 पटकसम्म छर्कनुहोस्। जुट बालीमा झारपात आउन नदिन प्रोपाक्विजाफोफ 10% इसी 5 ml 1 लिटर र इथोक्विसल्फ्युरन 15% WDG 1 ml 1 लिटर पानीमा घोलेर बाली लगाएको 20 देखि 25 दिनभित्र मौसमको अवस्था हेरी छर्कनुहोस्। हावाहुरी र चट्याङ पर्ने समय भएकाले मध्याह्नपछि जङ्गलमा चराउन गाईबस्तुलाई नलैजानुहोस् र गोठ बाहिर पनि नबाँध्नुहोस्। बिजुली चम्किँदा आउने उज्यालोले पशुपन्छी डराउने हुँदा पशुपन्छी पालिएका खोर, गोठमा मान्द्रो, बोरा आदिले वरिपरि ढाकिदिनुहोला। हाँस र कुखुरामा बर्ड फ्लू सङ्क्रमणको जोखिम बढेकाले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखियो भने नजिकैको पशु सेवा कार्यालयमा तुरुन्त सम्पर्क गर्नुहोला। माछा पाल्ने किसानहरूले प्राकृतिक प्रकोपबाट हुन सक्ने नोक्सानीको जोखिम कम गर्न माछाको बिमा गर्नुहोस्। यसका लागि स्थानीय तहहरूमा सम्पर्क गर्नुहोस्।
कृषकवृन्द, अहिले हामीले दिएको जानकारी बाहेक पनि तपाईलाई कुनै समस्या वा अन्य विषयमा जान्नु छ भने स्क्रिनमा देखिएको नम्बरमा फोन गरेर सोध्न सक्नुहुन्छ। फोन गर्दा पैसा लाग्दैन। हवस् त, अहिलेलाई यति नै। यहाँहरूको कृषि कर्म समृद्ध बनोस्। नमस्कार।